नसर्ने त मानसिक रोगको रोकथाम अभियान अन्तर्गत हामीले जनचेतनामूलक कार्यक्रमको आयोजना गर्न गइरहेका छौँ। खानपानमा पनि सुधार गरौँ र व्यायामलाई पनि नियमितता दिउँ। यो विषय पोजिटिभ भएका कारणले तब सबैको साथ मिल्छ भन्ने आशा पनि व्यक्त गरेका छौँ र हामीले बोल्ने भन्दा धेरै काम गर्ने बाटोमा अगाडि बढ्नु छ। हामीले जे कुरा जान्दछौँ त्यो कुरा परिपालना गर्दैनौँ। परिपालना गर्यो भने मात्रै रिजल्ट निक्लिन्छ, किन बिना रिजल्ट चाहिँ हामीले विषयवस्तुलाई प्रस्तुत गर्नु मात्रै अर्थ छैन। आज जुन बिहान तपाईँले गर्नुभयो नि 1 घन्टाको चाहिँ पसिना आउने गरेर गर्नुभयो, त्यो सर्वश्रेष्ठ। आजको हाम्रो वाक द टक भन्ने छ। वाक द टक भन्ने बोली अब हामी अनेक भाषण गर्छौँ, आफै नै गर्दैनौँ, त्यसको के माने पर्यो होइन। आजको हाम्रो नवयुवाहरू 14% यति मेन्टल टेन्सनमा छ कि आत्महत्या कुनै पनि बेला गर्न सक्छु भनेर बसिरहेछ। के लत घटेको देखियो भनेदेखि रक्सी नखाने लत, चुरोट नखाने लत, शारीरिक निष्क्रिय भएर बस्ने लत, कुलत भन्छु म यसलाई है, पत्रु खाना खाने लत इत्यादि चाहिँ घटेको र यो चाहिँ मेन्टल टेन्सन पनि घटेको हामीले प्रमाण गरेको छ। 250 यो मैले कोक खोल्दैछु। अब त्यसमा हरेक 250 1 कप जति चाहिँ कोको कोलामा जति चिनी हुन्छ नि 5.5 चम्चा चिनी हाल्नुहोस् त्यहाँ। एउटा हातमा चाहिँ नि कोक राख्नुहोस्, एउटा हातमा कोक, एउटा हातमा शरबत है सबैको। मैले कोक चाहिँ नि एउटा इक्जाम्पल मात्रै लिएको हो। अघि तपाईँको रेड बुल, फान्टा इत्यादि देखिहाल्नुभयो, सबै दाजुभाइहरू यिनीहरू है। पत्रुखानाको डेफिनेसनहरू थुप्रै हुनसक्छ है, तर सर्वमान्य परिभाषा भनेको के त भने बजारमा पाइने अत्यधिक तेल र ट्रान्स फ्याट भनेको क्यान्सर गर्ने कुरा हो है। ट्रान्स फ्याट र अत्यधिक नुन चिनी हालेर खरो गरेर भुटेको है, तप धुवा आउने तेलमा, र त्यो तेल पनि हरियो भएसम्म चलाइराख्छन् होइन। एकचोटि गरेपछि त सिद्धो नि होइन, त्यसमा त्यो नै गरे। राम्रो खाना भनेको के हो त भने हाम्रो घरमा भान्सामा बनेको हाम्रो चाहिँ नि काठमाडौँ महानगरपालिका वडा नम्बर 6 कार्यालयको तर्फबाट के कस्तो किसिमको हामीले भूमिका निर्वाह गर्नुपर्ने हो, के कस्तो यहाँको अभियानलाई हामीले साथ र सहयोग गर्नुपर्ने हो। र यहाँको जुन चाहिँ एउटा जनचेतनामूलक कार्यक्रमलाई हामी पनि तिनवटा टिमले सरस्वती नगर सुधार सङ्घ, यो 738 फिटनेस र नेपाली सोसाइटी अफ कमेन्ट्स जसलाई चाहिँ मैले रिप्रेजेन्ट गर्छु, यो 3जना टिम मिलेर हामी एउटा केही न केही कम्युनिटीमा हामी कन्ट्रिब्युसन गरौँ भन्ने हिसाबले चाहिँ आएर एउटा हामीले कोलाबोरेसन्स गऱ्यौँ। हामीले फोकसिङ अन दिस एरिया, मैले यो एरियामा फोकस गरेर चाहिँ आएर मैले डायबिटिसको पेसेन्ट्सहरू, हाइपरटेन्सनको पेसेन्ट्सहरू, क्यान्सरको पेसेन्ट्सहरू, प्री हाइपरटेन्सनलाई आइडेन्टिफाई गरेर विभिन्न किसिमको इन्टरभेन्सन्सहरू डिजाइन गरेर चाहिँ हामीले रोक्ने चाहिँ हामीले प्रयास चाहिँ गरिरहेछौँ। त्यसै गरी हामीले अनुसन्धान पनि गर्नुपर्छ भनेर अनुसन्धान पनि सुरु गरेका छौँ। आउनुपर्छ, एकदम राम्रो लाग्यो। सो दी सरस्वती नगर Development Board, Sanchar, 738 Club, NESCOM, all the senior officials of the club and this committee, good morning, namaskar. First of all, I just wanted to say that thank you Dr. Prajwal for inviting me. He has been sending me over the last year photographs of all your walks since the last year, and it's good to see all of the activities that have been performed. So congratulations to all of you. This community is an excellent example of this, which I saw from the morning. Physical health you practice, mental health you are practicing, okay, and social well-being. So I can see the social atmosphere which you have among the elderly, the young, the very young, male, female, in a very nice setting. And this is actually a good example of practical implementation of this WHO definition of health. Movement for controlling non-communicable disease, as Dr. Rita Thapa says, every one of you is a doctor, meaning everyone has an action that you need to take to ensure that the burden of non-communicable disease is reduced in Nepal. And she has practically demonstrated what you can do. And I was very happy to see the answers coming from the children, the young and the elderly on the various aspects of
these non-communicable disease risk factors. र हामीसँग वडादेखि लिएर हामी स्थानीय सबैले हामीले उहाँलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छौँ। हामी फेरि पनि गर्छौँ।